भ्यू देखाउँछु ल। यहाँ मेरो साथी चाहिँ घाम ताप्दैछ, म त अटिन त हौ यहाँबाट। कति तातो गर्मी के साह्रो छ यता त, यस्तो छ यहाँ चाहिँ। घामले मैले त केही त देखिनँ। हामी बस्ने हाम्रो रुम चाहिँ उतापट्टि छ, यतापट्टि अर्कै साथीहरू बस्छ। यो चाहिँ हामी बसेको ठाउँको भ्यू हो बाहिरको। बिहान बिहानै यस्तो घाम लाग्छ कुवेतमा चाहिँ, गर्मी। बिहान नै 8 बजिसक्यो। अनि 8 बजी भने बिहानै हो नि त। यस्तो गर्मी छ, कतिवटा 10वटा घाम लाग्यो होला हौ। घामको पनि फोटो खिच्नु भिडियो देखिँदैन रहेछ। अत्ता पोल्ने खाले घाम छ। तर हामी चाहिँ एसीबाट बसेर बाहिर निक्लेर होला अलिक तातै न्यानै हुन्छ जिउहरूको लागि त। तर अनुहारमा चाहिँ साह्रै गर्मी हुन्छ नि। तर नेपालमा जस्तो त्यस्तो पसिना आउने खाले गर्मी चाहिँ हुन रहेछ क्या, आगोको तापो जस्तो मात्र। यहाँ राम्रो छ नि ठाउँ त, भन्दा नि एउटै बोट बिरुवा छैन। कहाँ आइपुग्यौँ नेपालबाट। यहाँ मुनि देखेको चाहिँ दोकान हो यो, बक्कला के भन्छ अरे दोकानलाई। सानो सानो टुकुरको दोकान हो। यहाँ होटल छ, खानाको लागि बङ्गालीको कि इन्डियनको। अब हामी चाहिँ मेडिटेसन गर्ने हो। मेडिटेसन गर्न लगाउने, योगा गर्न लगाउनेमा चाहिँ के पो भन्छ होइन हौ, मेडिटेसन टिचर। यता मेडिटेसन गर्ने स्टुडेन्ट, अझ अर्को अब साथी आउन बाँकी छ। भर्खर उठेर आउँदैछ मेडिटेसन गर्ने मान्छे। किन बोलाएको? कुखुरालाई बोलाएको किन बोलाएको त्यसरी? ए यो पानी राम्रो छैन होला हौ, बाहिरको जस्तो लाग्यो। बच्चा जस्तो त्यो यसमा केमा पो भन्छ नि, त्यो दुधानीमा दुध खान्छ नि त्यसरी खाँदैछ। बोतलमा त त्यसरी नखाऊ न। हामी चाहिँ पानी खान्छौँ बिहान बिहानै। लौ बिहान भन्दा नि कति बज्छ है अहिले? 8 बज्न आँट्यो, 7:30 जस्तो भयो। यिनीहरूले मेरो खिच्चा गर्दैछ। एकमा त सबै खाने। यहाँ छ तिमी पानी खाने भए। अब अहिले मलाई मात्र पार्नु तिमीहरू हुने रहेछ। आउन थोरै तिमी भइहाल्छ। यसलाई नै कि थोरै यस्तो गर्नुपर्छ कि भइहाल्छ। अब हाँस्नेवाला गर्ने कि अर्को तिमीहरूले सास फेर्ने त सकेन नि त्यस्तो। लामो सास तान्ने, लामो फेर्ने ल।
आफै नि मैले भनिराख्नु पर्ने तिमीहरू लामो सास लु तिमीहरू पहिले स्टार्ट गर तिमीहरू आँखा चिम्ल लामो लामो सास तान आँखा चिम्लेर लामो सास तान्ने एकछिन रोक अनि फेर लामो फेर अनि फेरि त्यही स्टार्ट है लु 1 2 3 आँखा खोली नहाल है रिङ्गटा सक्छ है एकछिन पछि मात्र खोल्ने 30 सेकेन्ड आधा 1 मिनट जस्तो पछाडि मात्र अब बिस्तारै खोला अलिक खोलिसकेको हल्का रिङ्गटा सक्दैन त्यसैमा हामीले भन्छ नि त अब आँखा चिनेर केही छैन दिमाग खाली के यो हो नि त हाम्रो त्यसरी मुन्टोको एक्सर्साइज गर्दाखेरि हो आफूले डबल नि क्लक वाइज एन्टी क्लक वाइज दुईतिरैबाट तिमीले एकतिरबाट यसरी गर्यौ 3 चोटि घुमायो भने अर्कोतिरबाट पुनः फेरितिरबाट मात्र हुन्छ कपाल छोड्दा चुडा मेरो भिडियो के भयो सिधा पछाडि पनि सुतेर गर्नुपर्थ्यो उठेर गर्नुपर्थ्यो बसी केही छैन उल्टो सुल्टो रोटेट यो जुन यहाँ उयो हुन्छ नि त्यसको लागि हो क्या एन्टी क्लक वाइज एन्टी क्लक मसल्सहरू राम्रो हुन्छ नि त अब हामी यहाँ म्याट छैन म्याट भयो त बटरफ्लाई आसन ठिकै आसन सूर्य नमस्कार सब गर्नु राम्रो हुन्थ्यो कि अब जे आउँछ त्यही यसरी बटालिनु होला होइन उठेर पनि हल्का एक्सर्साइज गर्नु पर्ला है उठेर अब कता गर्ने एउटा उनीहरूबाट यहाँ खाली गर्छु म सिधैबाट गर्ने हामीहरू यता राखेर यतापट्टि गर्नु के थियो भने होइन केही छैन कसरी एक्सर्साइज गर्ने हामी यतिकै नाच्ने यसरी अब यसरी हल्लाउँ न एकतिर तिमीले गऱ्यो भने लेफ्टतिरबाट स्टार्ट यो 3 चोटि गर्ने अर्कोचोटि 3 चोटि गरौँ न यो भयो नि एकतिर गऱ्यो अब अर्कोतिर गरे यसरी यस्तो गर अनि अगाडि जान्छु नि त म तिमीहरूलाई छोडेर यसरी क्यामेरा मात्र आइहाल्छ म पछाडि भइहाल्छु यहाँ अनि अब हो यो भयो नि अब कस्तो पो गर्ने यस्तो दिन चोटले यो कुमलाई हेर्छ उल्टो सुल्टो दुइटै गर है कस्तो गर्ने सूर्य नमस्कार गर्नु पर्थ्यो नि खासमा अब यस्तो गरेर भुइँ यस्तो छुने यस्तो गर यसरी भुइँमा उयो गर कसरी सुइङमा जाऊ के ब्याक अन्त भुइँ छुन्छौ यसरी गर्ने अनि यस्तो गर्ने पछाडि जाँदै एकछिन रोक्नु होल्ड गर्नु नि पछाडि गरे यस्तो भयो अब डिस्टर्ब गरिदियो
लगाएर पनि यसरी साडी एकछिन होल्ड गर्ने अनि सिधा क्या सक्छौ रहेछ आए कमर देख्यो सन्चो हुने अब यस्तो यस्तो मेरो चाहिँ टाइम लागिहाल्नुपर्छ तिमीलाई यहाँनिर गर्नुलाई तिमीहरूलाई एकछिन होल्ड गर्ने नि तिमीहरूलाई यो उसको लागि राम्रो हुन्छ नि त साहित्यको लागि के लागि साइडको यस्तो घट्छ क्या तर्किन्छ चप्पलले छुट्टी गर्नु जाँदा पान गरेर म त अगाइरहेको छु भोक लाग्यो हेर न स्टाइल गर्ने मान्छेहरू काम यस्तो यस्तो गर एक्सर्साइज हामीहरू बसी बसी सुत्ती सुत्ती खाएको खाइमा गर्छ नि त फाटिसम्म गर्ने कसरी गर्ने क्लास बजाउनु यसरी मुनि मुनि माथि पनि यस्तो 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 अब एकछिनमा अब जुम्बा गर्नुपर्छ यो फिनिस भयो अब जुम्बावाला डान्स टक्क जे जे सिकाउँछ त्यही उसकोमा हेरेर ल तेरो राम्रो हिँड्ने गीतको लागि अन्य भयो अर्को लगाइदिन्छु नि त गर्छु कागज लगाऊ तर अहिले लगाऊ इजी हुन्थ्यो अलिक होला यार तिमीहरू
Aku mau malu nanti.